जारले हाम्रो अ, सामूहिक अतीत, हाम्रो कलेक्टिभ पास्ट, हाम्रो समाजको कलेक्टिभ पास्ट देखाउँछ। अनि त्यो चाहिँ आई थिङ्क द्याट्स इम्पोर्टेन्ट। हामीले हाम्रो हाम्रो जरा, हाम्रो मूललाई मूल्य मात्रै दिनु होइन, तर त्यसलाई स्वीकार पनि गर्नुपर्छ, त्यसलाई बुझ्नु पनि पर्छ। अनि जार फिल्मले हामीलाई त्यो देखाउँछ, अनि त्यहाँबाट पनि हामीले धेरै कुराहरू सिक्न सक्छौँ। अनि त्योदेखि बाहेक मलाई हाम्रो फिल्म जारको बारेमा के धेरै मनपर्छ भने चाहिँ यो फिल्मले हामीलाई एकतामा बाँध्छ। हामी विभिन्न देशको भए पनि, एउटै देशको विभिन्न स्टेट्सबाट आए पनि हामी सबैजनाले मिलेर एज अ टिम यो एउटा फिल्म बनायौँ हाम्रो हाम्रो सामूहिक, हाम्रो कलेक्टिभ अतीतको बारेमा। अनि यसले हामी सबैजनालाई जोड्छ। हामी सबैजना हिमालयको सन्तान हो, अनि हामीलाई एउटा बनाउँछ, आई फिल।